आजभोलि केटाकेटीको छुट्टी भएको छ। उनीहरू इक्जाम दिएर घर बसेका छन्। यो बेलामा उनीहरूलाई पढाइको अलावा व्यावहारिक ज्ञान जस्तै हजुरको खाना बनाउने, कपडा सफा गर्ने, कोठाहरू मिलाउने अनि चाहिने तपाईहरुको घर आँगनहरू सफा गर्ने यो सबै कामहरू उनीहरूले चाहिँ सिकाउनु पर्ने हुन्छ। व्यावहारिक ज्ञानहरू सिकायो भने उनीहरू चाहिँ धेरै जने जान्ने हुन्छन् अनि उनीहरू चाहिँ घरदेखि बाहिर गए भने पनि उनीहरूलाई चाहिँ के रे नजानेको महसुस हुन सक्दैन। र त्यस्तै चाहिँ नमुना हाम्रो चाहिँ सम्पन्न हाम्रो छोराले चाहिँ यहाँ काम गरिरहेका छन्। आज रोटी पकाउने यिनले चाहिँ 5 जनाको खाना यहाँ चाहिँ पकाउन लागेको छन्, हामीलाई खुवाउन लागेको छन्। आज 5 जनाको चाहिँ खाना पकाएर चाहिँ यिनले खुवाउने तयारीमा छन्। र यिनीहरूलाई सिकायो भने चाहिँ एउटा मेन कारण के हुन्छ भने सिकायो भने चाहिँ यिनीहरू बाहिर गएर चाहिँ पढ्नु पर्यो भने हायर एजुकेसन चाहिँ लिनको लागि बाहिर गयो भने उनीहरूले चाहिँ सिक्छन्। उनीहरू चाहिँ बुवा आमाहरू चाहिँ बस्नु पर्दैन, उनीहरूले आफै आफ्नो खाना आफै पकाएर खान सक्छन्। त्यही भएर उनीहरूलाई आत्मनिर्भर बनाउनको लागि पनि हामीहरूले केटाकेटीलाई चाहिँ यो चाहिँ सिकाउनै पर्ने देखिन्छ।